फेरि यानु कहाँ भन्नुहुँदैछ ठेक्क ठेक्क आज त शनिबार पो हो त हरेक दिन बिहान मम्मीले उठ भनेर नबोलाएसम्म म चाहिँ पटक्कै नै उठ्दिनँ। तर बिहान उठेपछि भने म मेरो काम चाहिँ कुरुकुरु गर्छु। आज घरमै काम गरेको भिडियो बनाउनु पर्यो भन्ने सोचेर मैले यो ट्राइपड पनि सँगसँगै लिएर उठेको थिएँ। तर मैले यो ट्राइपडको नाम चाहिँ चेन्ज गरिदिएको छु। यसको नाम मैले एन्जिला राखिदिएको छु। एन्जिला हुन्जेलसम्म एन्जिलाले मेरो भिडियो खिचिदिन्थ्यो। अब एन्जिला छैन, नभएपछि त यसैलाई मैले एन्जिला बनाउनु पर्यो। मेरो पछि पुच्छर लागेर कुत्ती त्यसलाई पनि अब कि त आनन्द भइरहेछ कि त याद आइरहेछ होला। तर कुरा जे भए पनि नि परिस्थिति सधैँ एकनास हुँदैन भन्ने हामी सबैलाई थाहा छैन। त्यही थाहा भएर नै म अहिले यहाँ मही पारेको पारेछु। यो मही पार्ने काम चाहिँ जहिले मलाई नै पर्छ हाम्रो घरमा आजकल। यो मही पनि म चुपा लागेर पार्दिनँ, गीत गाउँदै गाउँदै कराउँदै पार्छु। एक बट्टा घिउ आज चाहिँ फेरि यो घिउ राख्ने भाँडा पनि भरेको थियो। त्यसैले मैले यो घिउलाई खारे निर्णय गरेर घिउ खारुतिर लागेँ। यसरी खारेर राखेपछि त जति बेला मन लाग्यो त्यति बेला निकाल्दै खाँदै गर्न पाइन्छ नि त होइन। घरको काम एक थोक मात्रै भए पो एक थोक मात्रै गर्न पाइन्छन्। सबैतिर काम मात्रै हुन्छ अनि सबै काम पनि गर्नैपर्छ। तर पनि मैले भिडियो चाहिँ बनाउँछु अलिअलि। अनि भिडियो चाहिँ बनायो अनि त्यहाँबाट फेरि एडिट गर्न अल्छी लाग्छ। अनि त्यहाँबाट अनि कति दिनसम्म त्यतिकै राखो अनि हैरान हुन्छ। अनि म बनाउँदिनँ भन छोडो, यस्तै भइरहेछ। अहिलेभन्दा पहिले नै म अलिक जाँगरिलो थिएँ जस्तो लाग्छ। यहाँनिर चाहिँ हाम्रो मम्मी खात्रा खुत्रु काम लुगासुगा धुने काम गर्नुहुँदैछ। यो फुलको बिरुवा नि कति राम्रो भएछ हेर्नु न। मलाई त खासमा बिहानै उठ्दाखेरि भोक लागिरहेको थियो तर ढिलो उठेको भएर चिया नै खानु भ्याइनँ अनि बिर्साएँ पनि। अनि त्यही भएर अब चाहिँ म हतार पतारमा खाजा खान लागेँ। फेरि खाजा खाएर काम बन्द गर्नु छ। त्यहाँनिर बोडी केलाउनु हुँदैछ आमासँग फोनमा बोल्दै। मलाई काम गर्नुमध्येमा सबैभन्दा झ्याउ लाग्ने काम भनेको चाहिँ यो दुध तताउन हो। त्यो उम्लिन्छ भनेर रुँगेर बसिराख्नुपर्छ अनि मलाई लास्टै अल्छी लाग्छ। अब भने म आइपुगेको छु खोले पकाउने ठाउँमा। भात मात्रै पकाएर भएन, साथीहरू खोले नि पकाउनु पर्यो होइन। त्यो कराएको बाख्रालाई पनि थाहा छ क्या मैले भिडियो बनाउँदैछु भनेर, त्यही भएर कराएको। अब भने मैले तराईतिर एकदम महँगो दाममा बिक्ने फर्सी खोलेमा हालेर पकाउँदैछु। हाम्रोतिर फालाफाल गडाङगुडुङ पाइन्छन् होइन। म त लाटी नै पो थिएछु कि क्या हो यो फर्सी पनि किनेर खानुपर्छ भन्ने त कहिले सोचेको पनि थिइनँ। तरकारी किन्न जाँदाखेरि सानो चानाको 60 रुपियाँ भनेको सुन्दा साह्रै अचम्म लाग्थ्यो। आज चाहिँ मह निकाल्ने दिन पनि रहेछ कि यस्तो मह निकाल्नु डेढले